खतरा मार्केटिङ गर्छन् पुट्टा बुझेर चाइनिजहरूको मार्केटिङ चाहिँ मान्नै पर्छ मान्नेले त जुत्ता। सो हेलो अनि के छ गाइज, गुड मर्निङ। मेरो चाहिँ घाँटी नै पुरै बसे जस्तो भइरह। आज चाहिँ जाडो रहेछ चाइनामा, जस ठिक छ। अनि लेट मी सो यु मेरो चाहिँ ड्रिम कार। मैले बिहान उठ्ने बित्तिकै देखेँ है, आइस भाइ तेर। यहाँ चाहिँ गाडीको चाहिँ केही कमी छैन। टेस्ला, ऑडी, सी वैगन, BMW, मैजोराइडिज होइन। अनि जो ठिक छ ठाउँ चाहिँ। अनि एज ए सेड्यु अब चाहिँ रेडी हुनुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो चाहिँ त्यो फ्याक्ट्रीबाट गाडी पठाउँदै हुनुहुन्छ उहाँहरूले। अनि त्यसपछि गाडीमा चढेर उहाँहरूको फ्याक्ट्री जानुपर्ने हुन्छ हामी। अनि लेट्स सी के हुन्छ। होपफुल्ली आज जे कुरा सोचेर आएको त्यो कुरा चाहिँ हुन्छ होला। यहाँ चाहिँ हाम्रो त्यसपछि नै अर्को एउटा फ्याक्ट्री पनि भिजिट छ। दुईवटा फ्याक्ट्री चाहिँ आज भिजिट गरिन्छ होला सायद। सो म चाहिँ रेडी भइसकेँ होइन। अब यस्तो छ हाम्रो सिस्टम। हाम्रो सर पनि रेडी भइसक्नु भयो। अब लेट्स गो टु द फ्याक्ट्री है त। यो हाम्रो जाने भेहिकल चाहिँ नि हाउ फ्याक्ट्री आइसकेका छौँ होइन। अब लेट्स गो के कसो छ सबै हेर्नुपर्ने हुन्छ हामीले। अनि त्यसपछि हामीले जुन डिजाइनहरू फाइनल गरेर नयाँ प्रडक्टको लागि त्यो डिजाइनको बारेमा अब एकचोटि R&D टिमसँग बसेर एकचोटि कुरा गर्नुपर्ने हुन्छ। सो हाम्रो आजको दिन चाहिँ कम्पनीमै बित्ला जस्तो छ होइन। हाम्रो सरी आउनुहुन्छ। अनि अब हाम्रो यो फाइनल अर्डरको सबै कुरा भइसक्यो होइन। अनि हाम्रो R&D को पनि कुरा भइसक्यो, सबै कुरा भइसक्यो। त्यस नाइट भिजनको बबाल प्रडक्टहरू आउँदैछ। नाइट भिजन डिलरले हेरिरहनु भएको छ भने यस हामी नेपालको नम्बर 1 वाइफाई ब्रान्ड हुन्छ छिट्टै ल। द्याट्स माई वर्ड, राइट इट डाउन। अनि त्यस्तै अब यहाँबाट चाहिँ हामी फ्याक्ट्री भिजिटको लागि जाने भन्ने कुरा छ होइन। अब आजको दिन चाहिँ यताउति गर्दै बित्छ जस्तो फ्याक्ट्रीमै। अब यहीँ यसैको लागि आएको, अब यसको लागि चाहिँ टाइम निकाल्नै पऱ्यो होइन। सो अब एकछिन रेस्ट गर भनेको छ चाइनिजले। अनि एकछिन रेस्ट गरिन्छ। रेस्ट गरिसकेपछि अनि एकछिन अब फ्याक्ट्री हाम्रो प्रडक्ट कसरी बन्छ, के हुन्छ होइन, कसरी के हुन्छ, कहाँ के हुन्छ, कहाँ के फिट हुन्छ, सबै कुरा थाहा हुनु पऱ्यो नि त। यत्तिकै जे पाइ त्यही प्रडक्ट बनाएर त भएन होइन। हाम्रो डिजाइन अनुसार हामीले रेडी गरेको प्रडक्ट एक नम्बरको हुनु पऱ्यो नि त होइन। अरूमा त्यस्तै हो। अब आई विल मिट यु इन अ व्हाइल। यस्तो लाउनुपर्छ है क्वालिटी कन्ट्रोलमा जानुभन्दा अगाडि चाहिँ। क्वालिटी कन्ट्रोल भन्दा प्रोडक्सन लाइनमा जानुभन्दा अगाडि चाहिँ रेडी हुँदै हुन्छ। ओके लाउनुपर्छ रेफरेन्स। लाइन गरेर है। हामी इन द फ्याक्ट्री। यहाँ चाहिँ हाम्रो सबै प्रडक्सन लाइनहरू छ। यस्तो छ उहाँहरूले चाहिँ हामीलाई बुझाउँदै हुनुहुन्छ होइन कसरी हाम्रो प्रडक्ट बन्छ भनेर। यसको मतलब चाहिँ यो राम्रो ब्रान्डको हो भनेर भनिरहेको छ होइन। यो चाहिँ हाम्रो LED लाइटहरू भयो। यो रिल्सहरू जुन चाहिँ हाम्रो LED लाइट बल्छ त्यो वाला टाइपकोहरू चाहिँ युज हुने IRहरू है यिनीहरू चाहिँ। लाइक टोटल्ली सबै कुरा इन्सपेक्ट गरेर मात्रै लिएर आएको छ हामीले प्रडक्ट नाइट भिजनको। डिजाइन हुने ठाउँ होइन। सबै डिजाइन भएपछि क्वालिटी टेस्ट चाहिँ यहाँ हुन्छ। यसरी टेस्ट लक गुड भन्यो अनि मात्रै यहाँबाट अगाडि बढ्छ है त। सब त्यहाँबाट फाइनल भइसकेपछि चाहिँ यहाँ आउँछ। अनि यहाँ आइसकेपछि चाहिँ यहाँ सबै हाम्रो यो चाहिँ अहिले बोर्ड मात्रै हो है। फेरि अब यो बाइक हार्डवेयर त उता अरू हुन्छ। मेन बोर्ड चाहिँ यो हो हाम्रो क्यामेरामा लाग्ने। अनि त्यसपछि यहाँनिर उहाँले चेक गर्नुहुन्छ सब ठिक छ कि छैन, ठाउँमा छ कि छैन होइन। त्यसपछि फेरि यता जान्छ, यता पनि ठाउँमा छ कि छैन सब चेक हुन्छ है। एक ठाउँमा मात्रै होइन मल्टिपल ठाउँबाट पास भएर आउँछ हाम्रो क्यामेरा। सो हाम्रो क्यामेरा त्यही भएर नेपालको नम्बर 1 क्यामेरा हो। हाम्रो चाहिँ अब यहाँ सबै फाइनल कुरा भइसक्यो। अब चाहिँ हामी फेरि होटेलको लागि निस्किँदैछौँ होइन।
फाइनल्ली हाम्रो चाहिँ मिटिङ सक्यो होइन यो एकदम वन्डरफुल यो ठिक भयो होइन यो नाइट भिजनको नयाँ प्रोडक्टहरू आउँदैछ गाइज गो एन्ड फलो नाइट भिजन टु चेक द बेस्ट प्रोडक्ट अफ नेपाल अनि हामी मेन कारण हाम्रो यहाँबाट हामी मगाएर के भन्दैछ आई डोन्ट गेट इट बट लेट इट बी अनि हामी नेपालमा नै एसेम्ब्ली लाइनहरू सुरु गर्न चाहिँ सक्छौँ होइन तर सुरु गर्नुको नगर्ने मेन रिजन चाहिँ के हो भने तपाईँको पार्ट्सहरू मगाउँदा झन् महँगो पर्ने रहेछ क्या नेपालमा होइन अब आई क्यान डु एनिथिङ अबाउट इट होइन अब हामीले एसेम्ब्ली लाइन नेपालमै सुरु गऱ्यो भने त नेपालीहरूले नै इम्प्लिमेन्ट पाउँथ्यो होइन धेरै कुरा हुन्थ्यो तर अब आई डोन्ट नो नेपालको रिजन के हो अब यसको लागि चाहिँ केटुलीज्यू हजुरहरूले हेरिरहनु भयो भने यति मिलाइदिनुहोस् हामीलाई चाहिँ त्यस्तै हो है अब होटल जाम आइ एम टु टायर्ड है अनि तपाईँको चाइनामा म्यानुफ्याक्चरिङ हुने बित्तिकै चाइनिज ब्रान्ड भन्नु पर्दैन किन चाइनामा चाहिँ म्याक्सिमम् ब्रान्डहरूले म्यानुफ्याक्चरिङ गर्छन् होइन लाइक अब एप्पल पनि चाइनामा म्यानुफ्याक्चर हुन्छ तर डिजाइन चाहिँ उनीहरूले आफै बनाउँछौँ हाम्रो पनि त्यस्तै हो होइन डिजाइन हामीले आफै बनाउँछौँ हाम्रो सरले बनाएको डिजाइन चाहिँ होइन अनि हाम्रो प्रोडक्सन चाहिँ यहाँ चाइनामा हुन्छ सो इट इज वाट इट इज अब त्यस्तो गरौँ अब चाहिँ मेन कुरा भने पहिला होटल जाम होइन होटल गइसकेपछि विल सी वाट विल डु अनि इट्स अलरेडी 3 अर्को एउटा फ्याक्ट्री भिजिट गर्नुपर्ने थियो अर्को फ्याक्ट्री चाहिँ किन भिजिट गर्नुपर्ने थियो भन्दाखेरि अब लेट यु नो अर्को फ्याक्ट्री जाँदाखेरि नै होइन लेट्स गो आइसक्यौँ होइन अब हिजो मैले देखाएको कन्स्ट्रक्सन साइड होइन अब हिजोसम्म काम हुँदै थियो अब आज यिनीहरूले रेडी गरिसकेछन् क्या अब भनेपछि कहाँ छ त चाइना होइन हामी धेरै पछाडि छौँ गाइस धेरै नै पछाडि छौँ गाइस हामी चाहिँ अहिले होटलबाट निस्किसक्यौँ होइन अनि कहाँ जानला भने आई विल टर्न लेफ्ट अहिले चाहिँ अब लास्ट भोग लाग्यो 2 दिन 3 दिन भइसक्यो होइन के खाएको कसो खाएको के अत्तो भोग लाग्यो हो कि होइन त्यो पनि थाहा पाएन शरीरले होइन सर के भयो के अब यो बिजोग खानाको लागि चाहिँ बिजोग भइसक्यो मेरो त्यही भएर अब मैले चाहिँ एउटा इन्डियन रेस्टुरेन्ट देखेको छु होइन देखिछु त के भन्नु म्यापमा देखायो एउटा इन्डियन रेस्टुरेन्ट अब त्यता जानुपर्ने हुन्छ हामी अब म एकचोटि इन्डियन रेस्टुरेन्ट पुग्छु अनि अहिले ओपन पाउँछ कि पाउँदैन आयो त्यही है त हरायो भने चाहिँ के गर्ने भनेर सोचिरहनु हरायो हामी यसदेखि हिँड्दाम होइन यो बिल्डिङ चाहिँ एकदम टपमा हो नि त अनि हरायो भने पनि त्यही हेर्दै आउने हो क्या जोस् अलिकति स्मार्ट चाहिँ हुनुपर्छ चाइना आउनुलाई होइन नभए लास्टै गाह्रो छ अब एज वाइ हेर्नुहोस् है त हेलो डु यु नो इङ्ग्लिस ओके यस्तो हुन्छ क्या आई डोन्ट नो इङ्ग्लिस भन्छ नेपालीमा बोल्या होला त्यो चाहिँ होइन के भने त्यो चाहिँ थाहा रहेछ यो चाहिँ भन्नुपर्छ भन्ने रहेछ यो चाहिँ झरना सरना रहेछ होइन झरना भन्न आएको छ फाउन्टेन हेर्नु है यो चाहिँ यस्तो हुँदो रहेछ यो यस्तो गऱ्यो भने चाहिँ मजा हुन्छ अरे है त यिनीहरूले खतरा मार्केटिङ गर्छन् अन्त खुट्टा पुस्दिएर चाइनिजहरूको मार्केटिङ चाहिँ मान्नै पर्छ मान्नेले त जुत्ता सुत्ता पुस्दिएर your coffee. Okay. Sofa? Your sofa? Yeah. Yeah. Latest sofa. Bag. Yeah. Many. You can you नै दल्ला जस्तो गर्छन् Chanel Gucci Armani-ले यो चाहिँ पुरै ब्रान्डेड सोरुममा आएको छौँ हामी अब के यसो के गर्छ यसो लाइक मिक्सी के चाहिन्छ भने मलाई मेसेज गर्नु होला मैले लिन्छु है प्याक गरेर एकदम केही खान लागेको त केही पनि छैन है कोरोना लाग्यो तनातुर गर्न भने चिट्लान् यहाँ यस्तो गाह्रो भइसक्यो होइन हिँड्दा हेर्नु अघि न दिउँसो हिँडेको राति भइसक्यो होइन भोकले चुर भइसक्यो फाइनली मेरो चाइनिज ब्रदर चाहिँ से हाई टु द ब्लग भिडियो या इट्स फर माई युट्युब च्यानल I make vlogs. Turn left. या अब फाइनली यो चाहिँ एकदम राम्रो मान्छे रहेछ होइन बिचारालाई अघि नै एउटाले गाली गरेर आएको थियो होइन यसलाई म राम्रै टिप दिन्छु यो मान्छे ठिक रहेछ
बिचरा त्यसले गाली गरिरहेको थियो बिचराले गाली मात्र खायो मेरोलाई त्यो एउटा साइको रहेछ कपी वाच कपी ब्याग भनेर लग्न लाएर ल्याङ भने चाइनिज ब्रदरले चाहिँ यो फाइन गर्न हामीलाई हेल्प गरिसक्यो Yeah, One Piece Yeah. online in China 99. Jingdong Alibaba, no brother. Yeah, but they have a difficult deal. You buy 2, give 1 free, 200 3 pieces. Buy 3, give 2 free, 300 5 pieces. And more free more. यसले राम्रोसँग बुझाएर अब यसको किन्ने भने त्यस्तै हो होइन त्यसमा चाहिँ अब गर त्यहाँ एकदम हुँदै चाहिँ लास्ट भने 100 RMB लिन खोजिरहेको होइन यो पनि राम्रो मान्छे भनिन्छ अब यसले पनि हामीलाई खासमा यस्तै रहेछ सिस्टम होइन अब हामीले फाइनली यो दावत चाहिँ भेटिसकेका छौँ होइन अब गएर खाना खाऊँ भनेको यत्रो खाज होइन यत्रो लफडापछि फाइनली फाउन्ड द इन्डियन रेस्टुरेन्ट ओभर हियर नाउ विल गेट सम फुड हाम्रो पन्जाबी दाइहरू पनि त्यहाँ हुनुहुन्छ fish tikka I don't want this fish tikka no I want what I want is plain rice heavenly food है finally found something जसलाई म आनन्दले खान सक्छु म एकदमै खुसी छु हैन लेट्स हैव इट चाहिँ हाम्रो वन्डर मिट भन्ने ठाउँ रहेछ हैन अनि यहाँ चाहिँ तपाईको अब लाइक हुन्छ नि गेमिङ पार्लर एस्पाल्ट दुनिया थरी गेमहरु रहेछ हैन अनि त्यहाँ चाहिँ तपाईको मैले त्यहाँ आएर देखाउँछु म एक्सप्लेन गर्न नि गाह्रो भयो ठाउँ हेर लेट्स गो एन्ड आई विल शो यु लागि यहाँ चाहिँ उ रहेछ हैन के हो सफ्टवेयरहरु निकाल्ने हो भने चाहिँ यस्तो साट्न पर्ने रहेछ यहाँनिर तिरिसकेपछि चाहिँ साट्न मिल्दो रहेछ हैन अनि साटिसकेपछि चाहिँ अब यहाँ जेनी गर्न मिल्यो है त कुन चाहिँ किन्ने त अच्छा ट्राई गर्छ नि त हजुर ट्राई गर्दा त भइहाल्यो नि कतिवटा दुईटा ट्राई गर्छ न अर्को एउटा हुनुपर्छ दुईटै हो रहेछ अब ठ्याक्क त्यहाँ कार लाने होइन ऊ त्यो चाहिँ यति हुन्छ यो एउटा ए इन्डु हान्ने कि आइदिरा ल यो भने चाहिँ लक हो है गाइस लाजै गर्दा ल गाइस हामी चाहिँ अब यो म्याङ्गो सेक हो कि हो तर मिठो रहेछ भाइ मिठो रहेछ है के अरे के भन्दै थिएँ म यही थियो अब आजको सिस्टम कम्पनी गयो आजको काम सकिहाल्यो भोलि एक दिन लास्ट छ हाम्रो काम 29 बजे त घुम्ने हो आप पुगिन्छ आइरहनु टाइम भयो त हङकङ जानु हुन्थ्यो होइन अब हङकङमा पनि भिसा अराइभल छ अरे भन्ने सुनेको थिएँ आइरहनु के हो यस्तै हो गाइज कस्तो लाग्यो ब्लग लाइक सेयर सब्सक्राइब भनेर नबिर्सिनु होला अब अझै चाइनामा बसिन्छ 3 दिन 4 दिन चाइनिज भ्लग त आइ नै हाल्छ नेपाल नपुगिन्जेलसम्म भ्लग बनाइहाल्छु टेन्सन नलियो अब त्यस्तै होला अन्टिल नेक्स्ट टाइम बाबाई पिस राम्रोसँग सुत्नुहोस् बेलुका हेरेर भएको भने बिहान हेरेर गर्नु भएको भने गुड मर्निङ ल बाई